Hello everyone, this is me Ravi Lama and so आज चाहिँ हामी चञ्चलले चुलबुले भन्ने सङको सुटिङको बारेमा तपाईँहरूलाई देखाउन गइरहेको छु। Keep watching everyone. ओके गाइस, अब हामी जानलाई रेडी रहेछ। हाम्रो आज यो गीतको मोडल हुनुहुन्छ दीपक भुजेल दाइ। यो गीतको कोरियोग्राफी चाहिँ मैले गरिरहेको छु एन्ड डाइरेक्सन चाहिँ हाम्रो राजीव दिदीले गर्नु भइरहेको छ भने हाम्रो मोडलले चाहिँ करिश्मा जी हुनुहुन्छ। दुई शब्द के जाओस् न त चञ्चलले चुलबुलेको बारेमा। चञ्चले चुलबुले गीतको नामै त्यस्तो छ। अब हेरौँ म्युजिक भिडियो फुल बनेपछि कस्तो हुन्छ। पक्कै पनि आशा छ तपाईँहरूले जस्तो छ त्यस्तै प्रतिक्रिया दिनुहुनेछ, सपोर्ट गर्नुहुन्छ, सब्सक्राइब गर्नुहुन्छ होइन, धेरैभन्दा धेरै ठाउँमा सेयर गरिदिनुहुन्छ भनेर आशा छ चञ्चले चुलबुलेलाई। ल गाइस, यति भन्दै हाम्रो दीपकजीको कुरा सुन्नुभयो। राजीव सर, हाम्रो डिरेक्टर साहब, गुड मर्निङ है। गुड मर्निङ। हाम्रो मोडल नि आइसकेको छ है गाइस, रिसाएर अब गराउनुहुन्छ प्याक। हेलो 6 बजे उठेर यहाँ 8 बजे होइन, एउटा के मिस्टेक भयो नि, मोबाइल सरेछ क्या मेरो, साइलेन्ट गर्नु भएन त। कहिले छिटो उठ्थ्यो। हाम्रो लोकेसन कता हो? यता हो। आउने बित्तिकै थर्कायो गाइस। ए भ्लग हो? त्यही मोबाइल मैले 5 बजे उठेको। 5:30 बजे उठेको म नि। हाम्रो 6 बजेको टार्गेट चाहिँ थियो, के भयो अब। हजुरहरूले गर्दा हो। अब मोबाइल धोका दियो। म 3 बजे उठेर फेरि सुतेको। हामी चाहिँ अहिले जुस खाइरहेको छौँ। मैले जुसै राखिदिइराखेको। ओके गाइस, केही छैन त्यही पनि है, रमाइलो त भइरहेछ। अब हामी 8 बजे 8:30 भइसक्यो है। कस्मेटिकमा जाँदैछ। नाकको धुम्की, नाकको बुलकी बस्न इन्डियन वाला नथी कस्तो छ त औसँग त मात्रै हो। यो त तल हलाउने होला। कहाँ तल? यहाँ के यहाँ। हेलो गाइस, हामी स्पोर्टमा आइसकेको छ। हाम्रो यहाँ केटाहरू ग्याङहरू बसिरहेको छ होइन। केटा दुई शब्द जाओस् न। के भन्नु, अब जो दाइको अब भ्लग स्टार्ट गर्नु हुँदो रहेछ भर्खर होइन। अब त्यो सपोर्ट गर्नु दाइलाई, दाइ त्यसै पनि खतरा दाइ होइन, अझै खतरा बनाइदिनु पऱ्यो होइन। एकदम लाइक सब्सक्राइब, एकदम टप 1 नम्बर 1 मोडल नेपालको अब बनाउनु पऱ्यो एकदमै। अन्त केटा हो भन न। हजुर मेहनत गरेर यसो गर्नुपर्छ। अनि त्यही भएर मैले नै रिफर गराएँ क्या, अस्तिदेखि पहिलेदेखि भनिरहेको थिएँ। अनि एउटा काम गरौँ भनेर। बिचरा हाम्रो गीतको मोडल एक्लै बसिरहेको रहेछ। माया लाग्यो। मेकअप नगर्दा त यति राम्रो देख्छु कि यति राम्रो, यति नराम्रो। मेकअप गरेपछि चाहिँ अब हेरौँ न कस्तो देख्दो रहेछ। अहिले पनि लगाइरहेको छु मैले भनेको। गाइस, अब रेलमा तपाईँहरू साँच्ची भन्नु त्यो बे ल, हेर्नुहोस् ल, नपत्या। अब यो हो कमाल चिज। तपाईँको नेम भनिसक्यो। मेरो सुभाष तिमल सिन्हा। ल, उहाँले अब यो फेसलाई चमकदारी कसरी ल्याउनुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ गाइस। ध्यान दिएर बिफोर र आफ्टर हुनुहुन्छ कि उहाँलाई वास्तवमा केही पनि गर्नु पर्दैन। फेरि म आइसकेपछि फेरि भरे फेरि पैसा नदिलानु भन्ने पनि छ। आफूलाई चाहिँ पीडा फेरि अर्कै होइन। तपाईँ साँच्ची नै राम्रो लाग्छ। अनि होइन होला, यसै राम्रो हुनुहुन्छ क्या, उहाँलाई केही आवश्यक छैन। मान्छेले हेर्नु न, अब वरिपरिले देख्नेले पनि त काम गरेन यसले त भन्ने हुन्छ नि त। त्यो भएको भएर म जे होस् अलिकति काम के हुन्छ त्यसलाई तिम्रो भर्खर 2000 दिएर यति भन्नु लगाएको। 2000 दिएर यति भन्नु लगाएको। पैसा कुरा आयो। यहाँ चाउमिन अन्डा हाम्रो दिदीले बनाउनु भइरहेको छ। यो हाम्रै ग्रुपको हो। ए भनेपछि एकदम मिठो मिठो चिज खानु पाउँदा जस्तै आज माथिको यहाँ दिनु पऱ्यो। फाइनली हाम्रो केटाहरू रेडी भइसकेको छ है गाइस। केटा रेडी भयो? ए खोल्दै खोल्दै के भन्नु कटु हजुर। त्यो कहिले रिलिज हुन्छ? मङ्सिर 10 गते। मङ्सिर 10 गते तिम्रो बर्थडेको दिन। हजुर, जन्मदिनको दिनमा यो गीत आउँदैछ, चञ्चले चुलबुले। कुन च्यानलबाट आउँछ? दीपक भुजेल अफिसियल युट्युबमा। तपाईँ पनि हुनुहुन्छ है फेरि? म भएर त यहाँ आइरहेको छु। ल ल, कडा आउँछ। ल के आउँछ? म नायिकालाई चाहिँ एकछिनपछि देखाउँछु। अहिले देखाउनु मेकअप गर्दै हुनुहुन्छ। मलाई खोज्दैछु।
के मुखै फसाला तिमी गुड मर्निङ पाइयो 5 6 7 गो चञ्चले तिम्रो रूप चञ्चले वाह 5 6 7 गो मलाई तिम्रो मन्द मुस्कानले 1 2 3 4 5 6 7 8 1 2 3 4 5 3 4 5 6 7 8 1 2 3 4 5 6 7 अब सुटिङ के हुन्छ होइन म देखाउँदै जानेछु हेर्दै गर्नु होला र गीत फुल गीत चाहिँ होइन ठ्याक्कै 10 गते अब आउने 10 गते आजको चिने होइन मेरो अलिक सिन छैन अरे होइन तपाईँहरू जानु मेरो सिन आएको म जम 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 होइन छैन मलाई भन्नु Jum jum. Okay guys, ladies and gentlemen, this is me Ravi Lama and so guys welcome to my vlog and so guys हामी चाहिँ अब खाजा रिहर्सल सकेपछि चाहिँ हामी आइसकेका छौँ हाम्रो सुटिङ स्पोट अब त्यहाँनिर के हुन्छ तपाईँहरूलाई म देखाउनेछु त्यहाँको भाइ बहिनीहरू देखिबाट सबै डेकोरेसनहरूदेखिबाट खोला नाला पाखा तखा काँडा टाढा वा सर दुईतिर पैसा कहाँ राख्ने गाइजहरू के छ हालखबर बबाल दाइ तपाईँको बर्थडे कहिले के पैसा सबै कुमारी ब्याङ्कमा म एउटा फोन केस गिफ्ट गरिदिन्छु केस छैन नि त त्यही भएर अहिले चाहिँ राम्ररी देखेको है गाइस अब बिफोर आफ्टर हेमल सुटिङ दुईटा भ्लग छ कहाँ कहाँ हेर्नु कि मैले नमस्ते म करिश्मा सैटकुरी आज हामी लियो चाहिँ guys। चितलाङ चितला के क्या हो? है नाम के हो लोकेसन कप छ पाएँ मिठो चिया एकदम हाय डन के बच्चा डन हो डर के बच्चा डक हो प्रवीण भित्र जाऊ पछाडि जाऊ केटीहरूको पछाडि जाऊ केटी ल त्यो अघि स्टेप सेम हान त एकचोटि कस्तो देख्दो रहेछ हान त रेडी 5 6 7 गो 1 2 3 4 5 6 7 8 कस्तो फिल भइरहेछ आँखै हेर्न सके छैन क्या मैले एकदम बबाल अब डान्स सुरु हुँदैछ अब स्टेज बालुवा फाटिन्छ अब त यसो हल्का राम्ररी पनि भयो होइन हल्का राम्रो होइन म पहिलेदेखि राम्रै हो यो राम्रै हो गाइस तपाईँहरूलाई देखाउने छु राम्ररी कतिखेर के हुन्छ है बुढो मान्छे लाग्यो न मान्छे बुढो भइसक्यो टिभी अलिक टाढा बस है एकदम तन्देरी जस्तो व्यवहार भयो नगर्नु भयो एउटा फोटो हानिदिनु ल अब फोटो यतिकै बाइकको इन्टरभ्यू बबाल हुँदैछ है गाइस मार्केटहरू लिन्छ अब चञ्चले चुलबुले यो चञ्चले चुलबुले ए अब आउने 10 गते यो सबैजनालाई हेर्नु होला ल बिहाइन्ड द सिन यो चाहिँ हामी अलि उसमा हो कि गो चञ्चले चञ्चले तिम्रो रूपै चञ्चले यो चाहिँ हाम्रो इभिनिङ सुट अब इभिनिङ सुट पनि सकिएला अब त्यसपछि हाम्रो अर्को ठाउँमा जाँदैछौँ गाइस हामी हेलो एभ्रिवान हामी चाहिँ यहाँ गाउँमा सुट गरेर फर्किसकेका छौँ एन्ड सो गाइस यो हामी सहर हो अब गाउँ जान लाग्यो हो र तिमी त कस्तो अहिले चाहिँ राम्रो देखिरहेको साँच्ची भन्नुपर्दाखेरि हाम्रो शिवजी कस्तो खतरा एक्टिङ हान्नु हुँदो रहेछ तपाईँले छैन नि मेरो बिग फ्यान थ्याङ्क यू डिरेक्टर साहब त हुनुहुन्छ पुरा मुस्कुराएर हिरोइनको साथ आमामा वाउ मुस्कुराएर हिरो यता 1 2 3 4 5 6 7 8
हेलो एभ्रिवान दिस इज मी रवि लामा एन्ड सो गाइस डान्सको पार्टहरू चाहिँ सबै फाइनल भइसकेको छ एन्ड सो हाम्रो अझै क्लिपहरू चाहिँ होइन रेकर्ड हुँदैछ गाइस एन्ड सो चञ्चले चुलबुले आउँदैछ होइन प्रतीक्षा गर्नु होला अहिलेको लागि बिदा लिन चाहन्छु अर्को भिडियोमा भेटौँला मोबाइल टिभीलाई सब्सक्राइब गर्न नबिर्सिनु होला घन्टी पनि थिच्नु होला र अलमा पनि थिच्नु होला यो कडा आउँदो रहेछ तपाईँकोमा त हेलो एभ्रिवान दिस इज मेरो रवि लामा एन्ड सो गाइस चञ्चले चुलबुले भन्ने सङ चाहिँ हाम्रो फाइनली प्याकअप भइसकेको छ गाइस किप वाचिङ युट्युबमा आएपछि सबैजनाले हेर्नु होला सपोर्ट एन्ड दिपक भुजेलको च्यानलबाट आउँदैछ गाइस बाई सी यु नेक्स्ट ब्लग